सो गाइस कलेज सक्यो होइन र म अहिले क्याफेमा आएको छु साथीसँग त्यही यार आजको डे त लास्टै बोरिङ भयो साथीहरू होला तर के भन्नु बोरिङ चाहिँ त्यति साह्रो बोरिङ छैन भने पङ्खा चलाइदिउँ न दिदी 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 पङ्खाबाट आउनुहुन्छ यो ए हुन्छ सो गाइज छुट्टी भयो होइन अब हल्का मान्छेसँग खाइयो होइन घरमा कलेजहरू पनि जाने गाह्रो छ यार गाइजहरू तपाईँहरूलाई पनि यस्तै हुन्छ कि कस्तो यस्तो निराएको यार मेरो त त्यति साह्रो निराएको पनि थिएन होइन त्यसै निराएको पनि थिएन अलिकति ढ्याप भएको थियो आयो मिस्टर सब आयो भनौँ डर हो कि उसलाई अलिकति झापझापै थियो त्यही पनि धन्दा क्लास सकियो कस्तो कि एनाटोमी सकिन्छ होला भनेर छुट्टी क्लास गरेर त लास्टमा फेरि नेपालीको पढाइदिएर यार सो गाइज तपाईँहरू कतिको कलेज जानुभएको छ होइन भन्नु होला रेगुलर जानुहुन्छ कि नै अब कति भएको हुन्छ नि त महिनामा एकचोटि या वर्षमा एकचोटि जाने हुन्छ नि टाइम त्यस्तो नगर्नु होला किनकि जतिचोटि हजुरले कलेज एब्सेन्ट गर्नुहुन्छ नि त्यतिचोटि हजुर पढाइमा कमजोर हुनुहुन्छ क्या होइन त्यही भएर सधैँ कलेज जानु होला राम्रोसँग पढ्नु होला होइन म एउटा गुड स्टुडेन्टको नाताले भन्दैछु है ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो है त ल बाई बाई